नमस्ते तपाईँ सम्पूर्णमा। पछिल्लो भिडियोमा मैले तपाईहरुले यो धागाबाट कसरी तयार गर्ने हाम्रो टर्नेल त्यो सिकाए देखाए र आज यो साइकल यन्त्र हो। हाम्रो साइकलको चक्का र साइकलको फ्रेमबाट बनेको यन्त्र हो। हेर्न सक्नुहुन्छ। यो हाम्रो काम यति सजिलो गरिदिएछ कि हामी अब पहिला लाग्ने कुदालोबाट लाग्ने काम दुई दिनको काम अब 2 घण्टामा मात्र यो यन्त्रले गरिदिन्छ। र यो यन्त्र हाम्रो गाउँको आफ्नै टेक्निकल किसानहरूको आफ्नै टेक्निकलबाट बनेको हो र हाम्रो काम यति सजिलो गरिदिएछ कि के भन्नु, धेरै फास्ट गरिदिएछ। हेरिराख्नुपर्छ। यो एकदम मजाले बिना मेहनतमा एकदमै थोरै मेहनतमा खूब राम्रो काम गरिदिरहेको छ र हाम्रो काम पनि आसान भइरहेको छ। यस्तै भिडियो हेर्न चाहनुहुन्छ र केही सिक्न चाहनुहुन्छ तरकारी खेती बारे भने यो पेजलाई फलो गर्नु होला। अनि तपाईँ सम्पूर्णलाई फेरि धन्यवाद दिँदै यस्तो यन्त्रको लागि पनि तपाईँ चाहनुहुन्छ भने हाम्रो गाउँमा आएर सम्पर्क गर्न सक्नुहुन्छ। र यो यन्त्र जुन देखिरहनु भएको छ साइकलले बनाएको हो, एकदम राम्रो छ। काम गर्नलाई एकदम सजिलो हो। थोरै मेहनतमा धेरै काम हाम्रो भ्याइरहेको छ अहिले। अनि हिजो लाएको मैले टर्नेल आज बोडीको लहरा यति आइसक्यो। अझ पनि फेरि तपाईहरुलाई अर्को भिडियो मार्फत फेरि धेरै कुराहरू बताउने सिकाउने छु। धन्यवाद। हस्त नमस्कार।